मध्यपूर्वमा एकै रातमा आकाश आगोले भरियो। इरानको प्रतिआक्रमणले दुबईदेखि दोहासम्म विस्फोटको श्रृङ्खला आखिर के हुँदैछ? 1 मार्च 2026मा इरानले अमेरिका र इजरायलको हमलाको जवाब भन्दै मध्यपूर्वका विभिन्न सहरमा हवाई आक्रमण गरेको जनाएको छ। दोहा स्थित अल उदैद हवाई अखडालाई निशाना बनाइएको दाबी गरिएको छ। यो अखडा अमेरिकाको क्षेत्रकै सबैभन्दा ठूलो सैन्य बेस मानिन्छ। दुबईको फेयरमोन्ट द पाम होटेलको प्रवेशद्वारमा विस्फोट भएको भिडियो सार्वजनिक भएको छ, जसमा 4 जना घाइते भएको बताइएको छ। बहरेन, कुवेत र इराकको एब्रिल क्षेत्रमा पनि ड्रोन र क्षेप्यास्त्र गतिविधि देखिएको रिपोर्टहरू आएका छन्। जोर्डनले 2 वटा बलिस्टिक क्षेप्यास्त्र खसालेको जनाएको छ भने इजरायलभर साइरन बजिरहेका थिए। कतिपय अन्तर्राष्ट्रिय विमान सेवाहरूले आफ्ना उडानहरू रद्द गरेका छन्। कतारले आफ्नो भूमिमा क्षेप्यास्त्र खसेपछि त्यसलाई राष्ट्रिय सार्वभौमिकतामाथिको उल्लङ्घन भन्दै कडा निन्दा गरेको छ। मध्यपूर्वको अवस्था अहिले तनावपूर्ण छ। आगामी दिनहरूमा यो द्वन्द्व कता मोडिन्छ? संसारको नजर यही क्षेत्रमा छ। तपाईँ के सोच्नुहुन्छ? के यो ठुलो युद्धतर्फको सङ्केत हो? कमेन्ट गरेर आफ्नो धारणा राख्नुहोस्।